सो हेलो एन्ड नमस्ते टु माई न्यू ब्लग होइन सबैजनालाई शुभ प्रभात। अहिले यति बेला बिहानको 4:30 बजेको छ अनि एज यु अल नो थम्बनेल र ऊबाट पनि टाइटलबाट पनि थाहा पाइसक्नुभयो। इट्स अ डे 1 अफ मनाङ कि मुस्ताङ टुर है त। र आजबाट चाहिँ हाम्रो 6 दिने टुर कार्यक्रम रहेको छ र म अहिले अरू बेला उठ्थेन होला, अहिले चाहिँ म ठ्याक्क उठेर फ्रेस भएर होइन अलिकति कपालमा तेल सेल लाएर चाहिँ म रेडी भइसकेँ। अब केही छिनमै म चाहिँ ट्याक्क अब रेडी भएर चाहिँ निस्किहाल्नु पर्ने छ, किनभने 5:30-6 बजीसम्म चाहिँ कलेज आइपुग्नु गाडीले आइसक्छ भन्ने। सो अराउन्ड 5:30 बजी चाहिँ अब म कोठाबाट निस्किन लाएँ। ल बहिनीहरूलाई पनि बाई बाई। अब दाई 7 दिनको लागि हराउँदैछ र अरू केही भन्नु छ तिमीहरूलाई? ल सेफ जर्नी रे। ल थ्याङ्क यू सो मच। ल म निस्केको है त। अब अन्धकार छ, म उतैको देखाउँला है त। अब कता छ गाडी हेरौँ होइन। सो दिस इज मी। अनि ठ्याक्क म ढिलो त भएन होला नि होइन। सो सबैजनालाई गुड मर्निङ, मेरो भ्लगमा स्वागत छ। नमस्ते। ल पहिला म झोला राख्छु अनि घर म ढिलो भयो, मलाई मात्रै कुर्नु भएको त होइन। के छ गुड मर्निङ दिदी हो। ओके ल यो चाहिँ आजको हाम्रो टुर जाने बस। झोला छ त आमा कहाँ राखौँ हामी? ठोक्दौ त यता। यस त्यो डकुमेन्ट के भयो? मैले त बुझाइसकेँ। र रमाइलो छ है। दमन सर नमस्कार। नमस्कार। हजुरलाई मेरो भ्लगमा स्वागत छ। ल एकदम धन्यवाद। हजुर केही भन्नुपर्ने कुरो छ मैले? केही भनिदिनुहोस् ल। आज कस्तो होला हाम्रो टुर? अब एकदमै राम्रो टुर हुन्छ, राम्रो सोच अनुसार हामी अगाडि बढेका छौँ। टुर चाहिँ नराम्रो हुने भन्ने कुरै हुँदैन। हाम्रो सोचाइ नै एकदम पोजिटिभ छ होइन। के छ मैले भने नै 7-9 बजी हामी जान्नौँ भनेर मान्छे नआएर भ्लगर है हाम्रो रबिन चाहिँ एकदमै ग्राफिक डिजाइनर, एकदमै ट्यालेन्टेड मान्छे। यो डिजाइन गर्ने हाम्रो रबिन सरै हो है। ओ माई गड मान्छे होइन म भर्खर समातेँ। कहाँ गयो खोइ? उतै गरेर उतै छ कि केही देख्दैन यो चाहिँ अफिसियली अब इन्टर गरेँ। राम्रो मान्छेकोबाट सुरुवात गर्नु पर्यो। कतिको एक्साइटेड हुनुहुन्छ तपाईँ? एकदम धेरै एक्साइटेड। अनि कृतिजी एकदम एक्साइटेड है। ल अरू गाउँ बाटोमा है च्याप्पर रमाइलो गर्दै जानुपर्छ हामी। कता हो बस्ने? लास्टमा बस्ने। ओके स्लिपिङ ब्याग नि बोकेन क्या केटाहरूले अनि यो कसको रहेछ? ल है त। अब लास्टमा बसियो, अब के गर्नु त। अब आनन्दले सिट पाइएन अगाडि, जहाँ सिट पाइएन। अब लास्टमा टिकट काटेको सिट पनि काट्नै पर्यो। यो कसको? ए हो कलेजी। ल हामी करिब 6:35 हाराहारीमा हामी यस कलेजबाट चाहिँ मुक्तिनाथ दर्शनको लागि चाहिँ हामी प्रस्थान गरिसकेका छौँ भने हामी एकदमै उत्साहित छौँ। के छ केटा? ल अब हामी खाजा खाने ब्रेकमा भयौँ है, झऱ्यौँ। कहाँनिर भन्दाखेरि यति बेला हामी ठ्याक्क यो खानकोटबाट ओह्रालो झरिसकेपछि चाहिँ हामी अब झऱ्यौँ। कुन ठाउँ चाहिँ एक्ज्याक्टली थाहा छैन। र यो छ है हाम्रो ट्याक्क एकदम अलिक क्लासै देखिएको छ है। अनि अब हामी चियापान कार्यक्रम नर्मली हल्का फुल्का भोजन गर्नेछौँ। यो प्याकेजभित्रै रहेछ होइन। अब ट्याक्क ल साथीहरू सबै एक्साइटेड हुनुहुन्छ। अन्डा भयो भने मलाई अन्डा दिन्छ दिन तिमीले? अन्डा यो मान्छे कसो अन्डा खाँदैन, अन्डा भयो भने चाहिँ मलाई र हामी अब ट्याक्कै यहाँ ब्रेकफास्ट गर्न लाग्यौँ होइन।
अब के गर्नु भ्याइ नभ्याइ छ उता टिकटकमा नि गएको गाई यता पनि खिचेको खिचै एकदमै प्रोफेसनल देखिरहेछ र यस्तो छ ब्रेकफास्टमा चाहिँ है ट्याक्क चिया पनि अगाडि र साथीभाइहरू सबै मिलेर चाहिँ दिइरहनु भएको छ प्याकेजको खानाकुरा अब के गर्ने रमाइलो छ है यहाँ देखिनु रहेछ त हामी यहाँ खाजा खाइवरी आइसकेका छौँ रविनजी कस्तो लाग्यो राम्रै छ अनि सौरभजी के छ त गजब छ गजब कलिलजी के छ सब बवाल छ अब यात्रा सुरु गरौँ फेरि एकदम राम्रो भइरहेछ अब सुकु ट्राभल्स जिन्दाबाद ओके ओके स्पेसल बिग साउट आउट टु सुकु ट्राभल्स है त एकदम राम्रो छ है एक्सपिरियन्स चाहिँ मा कसम ब्रेकफास्ट त मैले जिन्दगी हिमालयन जाबा नछिरेको अहिले छिरियो कसम के छ साथीहरु यस यस ओन्ली वान इम्पोर्टेड फ्रम नाइजेरिया ओ माय गॉड यी भाटे बढी हुन थाले केटाहरू यी भाटेको अब नेपालमा पहिलो नागरिक नाइजेरियनको आइपुगेको छ राम बाबु यी भाटे मासु खाने मासुमा खान्छ तिम्रो आज हामी दिन्न बाबु ओ माई गॉड हेर्नुस् गाइजहरु हाम्रो बेरोजगारीको हेर्ने साधन यहाँ हाम्रो आजको टुरको यहाँ मैले सम्पूर्ण क्रेडिट दिन चाहन्छु हाम्रो टुर म्यानेजरलाई के छ तपाईको मिस्टर सौगात पन्त कस्तो लागिरहेछ तिमीहरूलाई चाहिँ कस्तो लागिरहेछ भन्ने हो हैन तिमीलाई म्यानेज गर्दा चाहिँ कस्तो लागिरहेछ मलाई त खुसी लागिरहेछ खसीको होला नि होइन कुखुराकै खसीको बजेट पुग्ने छैन भैँसीको लेग पिस खसीको बजेट पुग्ने छैन मलाई त दुई बटुका हुन्छ मलाई टेन्सन छैन एउटा रामे हो नि राम होइन म राजिनलाई दिन्छु मेरो साथी गयो राजिन गयो म राजिन साथीलाई दिन्छु नत्र फेरि तिमी भएन भने म नाइजेरियाबाट घोषणा गरिदिन्छु तिमीलाई नाइजेरियन सिटिजनसिप दिन्छु हो बाबु हो कस्तो गजब गरेछ नि यो त यहाँ हामी अहिले एउटा बिहानको खानको लागि यो कुरिन्टार नजिकै छौँ हामी र यहाँ हाम्रो विद्यार्थी भाइ बहिनीहरू सबै बसिसकेका छन् बिहान जुन किसिमको नास्ता गरियो त्यो नास्ता घटिया छ भनिसकेँ मैले सोधिसकेँ र अब खाना खाने तयारीमा र फेरि नन भेज खाना पाउँदा हाम्रा विद्यार्थी भाइ बहिनीहरू धेरै रमाइरहेका छन् हँसिलो अनुहार छ र अब यो उमेरमा जति खाए पनि यिनीहरूले पचाउन सक्छन् त्यसैले गर्दाखेरि यिनीहरूलाई भोक लागै हुन्छ र यसले गर्दाखेरि अब हामीले चाहिँ आज एकदमै रमाइलो फिल गरिराखेका छौँ र विद्यार्थी भाइ बहिनीहरूको यात्रा एकदमै सफल होस् भनेर म पनि साथमा छु पृथ्वी पोखरा चोकै गीतै बिग्यो है पृथ्वी चोकैमा चाहिँ होइन हामी चाहिँ अहिले यता डेभिड फल नजिकै छौँ पोखरा हामी उत्रिसक्यौँ अब हाम्रो फर्स्ट भिजिट भनेको हाम्रो डेभिस फल जहाँ चाहिँ डेभिस लडेर चाहिँ उनको मृत्यु भएको थियो त्यसकै अनुसार चाहिँ नामकरण भनिएको भने चाहिँ यसरी नामकरण भएको थियो खास यसको नाम चाहिँ पाताले छाएको रहेछ मैले यहाँ आएर चाहिँ पत्ता लगाएँ र अनि हाम्रो आज विशेष गरी दाइलाई चाहिँ म सम्झिन चाहेँ यो यात्रामा आइराख्दाखेरि चाहिँ एकदम ठुलो हात चाहिँ हाम्रो अर्जुन दाइको छ र अर्जुन दाइ केही भन्नुहोस् तपाईँ यसबारे मेरो भाइहरूलाई यो होलिडेजबाट हामी आएको होलिडेजबाट कस्तो भइरहेछ त्यो एकदमै म चाहिँ एकदमै अब बायस नभइकन भन्दाखेरि चाहिँ सुकु होलिडे इज बेस्ट फर अस होइन यो चाहिँ हाम्रो पहिलो चाहिँ के भन्दाखेरि चाहिँ एक्सपिरियन्स हो होइन यो कुरा चाहिँ होइन पहिलो एक्सपिरियन्स थियो तर पनि वी हेभ गट द बेस्ट एक्सपिरियन्स ओभर हियर होइन अनि खानपानदेखि त्यो बसमै कस्तो लचक छ क्या कसम म बसमा कहिले सुत्तिनँ त 3 घन्टा सुतेर आएँ कि बाटो राम्रो भएर हो कि कसम यार ल यस्तो रहेछ यहाँ यो यस्तो छ है म चाहिँ भ्लग गरिरहेको छु किनकि मलाई मतलब छैन नि त अनि तपाईँहरूलाई थाहा नि त अनि आज त म ढुक्क भएर गर्दैछु किनकि मेरो वरिपरि मेरो साथीहरू छन् मेरो परानहरू छन् विद्यार्थीको कार्ड छ अब यहाँ अब विशेष अब के होला अब टिकट सिकट काट्नुपर्ने होला केही होला सम्पूर्ण कुराहरू प्रोसिड्युरहरू ट्याक्क मिलाएर चाहिँ गर्नुपर्ने छ र स्पेसली थ्याङ्क्स फर दिस म्यान होइन यो म्यान तपाईँहरूले टिकटकमा चाहिँ एकदम राम्रो एकदम चक्का के अरे क्वालिटी भएको चाहिँ भिडियो देखिरहनु भएको होला नि होइन यसको पुरै राय चाहिँ होइन पुरै क्रेडिट चाहिँ
यो मान्छेलाई जान्छ होइन अल द क्रेडिट गोज टु हिम मिस्टर राजेन राइमाजी र मलाई पहिलाको वर्षमा पनि भ्लग गर्दाखेरि चाहिँ यो मान्छेले मलाई एकदम हेल्प गरेको थियो क्या उसको त्यो फोन दिएको थियो मलाई होइन मसँग अहिले त गोप्रो छ मेरो अलिकति स्ट्यान्डर्ड त हाई नै छ तर पनि मैले त्यो भन्दै गर्दा चाहिँ मैले पुरानो विगतका त्यो गुणहरू त मैले बिर्सनुहुन्न होइन अनि त्यही भएर चाहिँ कपालले ठिकै छ क्या मुख र यो बिचको मान्छेलाई नि तपाईँले चिन्नुहुन्छ होला है कता कता है हाम्रो प्यारो दाइ हुनुहुन्छ यता प्राण दाई हुनुहुन्छ यसो कुल पूजातिर बोका रूपमा चाहिँ देख्न नपारो के भन्छ है यो चाहिँ सानो मजाक थियो मेरो र रमाइलो भएछ अब टिकट काट्दैछौँ टिकट काटिसकेपछि अब त्यसपछि हामी चाहिँ अनि भित्र जानेछौँ हेर्नेछौँ म त पहिला पनि एकचोटि आइसकेको थिएँ तर साथीहरूसँग चाहिँ यो पहिलो एक्सपिरियन्स मेरो स्पेसली कलेजको साथीहरूसँग चाहिँ है यहाँ विशालजी ह्यान्डसम हुनुहुन्छ है तपाईँहरूलाई अहिलेसम्म मेरो भ्लगमा आउँदाखेरि को मान्छे एकदम ह्यान्डसम लागेको छ देखिया छ है ल सरोजजी लगायत हामी सम्पूर्ण साथीहरू मिलेर चाहिँ सर अलिअलि गरेर चाहिँ हामी देउडी फल चाहिँ घुमाइसक्यौँ होइन अब सकियो अब घुमेर त अब के भने अब यहाँबाट चाहिँ हामी अब यसपछि चाहिँ हामी माथि पुम्दीकोट जानेछौँ एकदम शिवजीको ठुलो स्ट्याचु छ त्यहाँनिर है त्यहाँनिर पनि अब 2-4वटा केही मोमेन्टहरू खिचौँ दृश्यहरू खिचौँला क्याप्चर होला अनि त्यही हो अहिलेसम्मको भ्लग कस्तो भइरहेछ तपाईँहरूलाई रमाइलो लागिरहेछ छैन अब तपाईँलाई राम्रो लागे पनि नलागे पनि म त अब 7 दिन त हाल्ने नै छु टुरिस्टहरुसँग कम्युनिकेसन भिडियोहरु पनि आउने नै छ आउन सक्छ आउने नै छ त नभनौँ अहिलेसम्म एउटा पनि मैले खिच्न सकेको छैन होइन तर अब लेट्स सी अबको नेक्स्ट दिनहरूमा चाहिँ के कस्तो हुन्छ सो राम्रो स्टलहरू रहेछ यहाँ चाहिँ है ट्याक्कनिर अब किन्न त केही पनि किनिन्न हेत्तेरिका भ्लग मात्रै बनाउने हो असिमजी निस्किने अब हामी कहाँ उता के अरे उसमा नजाने हो दाइ हामी गुफातिर गइन्छ कि गइन्न ए अर्जुन दाइ मेरो प्यारो दाइ सकिन्छ त हामीले अनि हजुरलाई अनि यस्तो हो त अनि यसै ल्याउँछ हामीले नचाहिने मान्छे नजान्ने मान्छे ल्याउँछौँ त हामीले अन्नु हेर अनुहारमा जस्तो मान्छे हँसिलो व्यवहार नि त्यस्तै हँसिलो कि अनि अनि हामी जाने त उसमा कुरमा जाने गुफा जाने भनेको त दाइले त पहिले बुझेर टिकट काटिदिनु भयो मनसँग बुझेर गर्ने मान्छे पो चाहिन्छ त हामीलाई दाइको प्रमोसन गरिदिनु परेन अब कुन सुकु होलिडे एन्ड टुर्स एन्ड ट्राभल्स मैले बारम्बार भनिरहेको छु यो कुराहरू तपाईँलाई साथी अब साथीहरू बटुल्ने काम भइरहेको छौँ आधी हामी निस्किसक्यौँ आधी चाहिँ आउँदैछन् होइन अब यो आएपछि हामी त्यहाँ के गुफा अरे गुप्तेश्वर गुफा देवीहरूको अपोजिटबाट छिटी छ नि मन्दिर त्यहाँबाट पनि हामी गुफा चाहिँ अलिकति हेर्नेछौँ त्यही हो त्यसपछि चाहिँ हामी बल्ल पुम्दीकोट जानेछौँ है त 7 तालको सहर हिमालको फेदीमा र म यतिखेर पुम्दीकोटको डाँडामा छु एकदमै अहिले एकदमै रमणीय क्षण यो मेरो लागि र म यहाँ बसिराख्दाखेरि एकदमै आनन्द फिल भइरहेछ है ट्यागको यस्तो छ अवस्था यति बेला यहाँनिर र म यहाँ ट्यागको पुम्दीकोट देखाउँछु अब म माथि माथि पनि जान्छु अनि भ्लगिङ गर्छु अनि के हुन्छ सब कुरा देखाउँछु फोटो सेसन चलिरहेछ हाम्रो अब ट्याक्क लाएर सबैजना पालै पुलै अब एउटा आइफोन भएपछि पुऱ्याउनै गाह्रो क्या एउटा आइफोन छ 30 जना अब के गर्ने अब 30 मिनट एक मिनट दिँदा पनि 30 मिनट अब यहाँ बसिरहनु पर्यो गाह्रो छ आइफोन हुनेलाई नि बरु एउटा आइफोन पठाइदेऊ है मलाई यार तिमीलाई नै के भयो यो यस्तो पहाड एकैछिन बसे त
स्ट्रगल इज रियल। ल अब फोटो खिच्ने कार्यक्रम पनि हाम्रो सकियो लगभग। फोटो सेसनदेखि दर्शन गर्नेदेखि हामीले भ्यू अवलोकन गर्नेदेखि सम्पूर्ण कार्य चाहिँ हामीले समापन गरिसकेका छौँ यहाँ पुन्दिगढमा आएर। दिवसी कस्तो लागिरहेको छ अहिलेसम्मको दर्शन, अहिलेसम्मको घुमाइ, हाम्रो अहिलेसम्मको यात्रा? घुमाइ राम्रै लाग्यो। अब अझै 6 दिन घुम्नु छ, अझै स्टे ट्युन्ड। अर्को दिनको भ्लग पनि आउँछ, डे 1 को भ्लग। लगभग एन्डतिर आइसकेका छौँ, हामी होटेल जान मात्रै बाँकी छ। ल ओके है त। ल अब आजको भ्लग चाहिँ मैले यहीँबाट इन्डिङ गरिदिन्छु होला है त। ल थ्याङ्क यू सो मच।